श्रीमानसँग राम्रो सम्बन्ध छ तर यौन सम्पर्क गर्दा यौनी पोल्छ, दुख्छ, चिलाउँछ किन? आउनुहोस् यसबारेमा कुरा गरौँ। कुरा गर्नुभन्दा पहिले भिडियोलाई लाइक, सेयर, कमेन्ट गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला, जसले गर्दा आगामी दिनहरूमा यस्तै नयाँ भिडियोहरू बनाउन मलाई थप हौसला र प्रोत्साहन मिल्नेछ। आउनुहोस् यौन सम्पर्क गर्दा यौनी किन चिलाउँछ, पोल्छ र दुख्छ यसबारेमा कुराकानी गरौँ। तपाईहरुको श्रीमानसँग राम्रै सम्बन्ध हुँदाहुँदै पनि यौन सम्पर्क गर्दा चिलाउने, पोल्ने, दुख्छ भने तपाईहरुको यौन सम्पर्क गर्दा योनिबाट जुन चिप्लो पदार्थ निक्लिन्छ यौन सम्पर्क गर्दा त्यो कम निस्केर पनि त्यस्तो चिलाउने, पोल्ने, दुख्ने गर्न सक्छ। अनि अर्को कारण भनेको विभिन्न किसिमका कीटाणु, परजीवी र संक्रमणको कारणले गर्दा यौन सम्पर्क गर्दा यौनी चिलाउने, पोल्ने र दुख्ने हुन सक्छ। यौन सम्पर्क गर्दा चिलाइरहेछ, पोलिरहेछ, दुखिरहेछ भने सबभन्दा त्यसको कारण के हो त भनेर सर्वप्रथम पत्ता लगाउन पर्ने हुन्छ अनि त्यो कारण पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ। यदि तपाईहरुको यौन सम्पर्क गर्दा चिलाउँछ, यौनी पोल्छ, दुख्छ भने एकचोटि यौन रोग विशेषज्ञ डाक्टर कहाँ गएर देखाउनुस् र यौनी चिलाउनु, पोल्नु, दुख्नुको कारण त्यहाँ गएर थाहा हुन्छ। तपाईहरुको कुनै संक्रमण भएको हुन सक्छ, त्यहाँ घाउ भएको हुन सक्छ जसले गर्दा यौन सम्पर्क गर्दा पोल्ने, चिलाउने, दुख्ने हुन सक्छ। यदि तपाईहरुको सम्बन्ध श्रीमानसँग राम्रो सम्बन्ध छैन र तपाईहरुलाई इच्छा लागेको छैन यौन सम्पर्क गर्न, त्यो गर्दा तपाईहरुको इच्छा विपरीत यौन सम्पर्क भयो भने पनि चिलाउने, पोल्ने, दुख्ने हुन सक्छ। तर तपाईहरुको श्रीमानसँग राम्रो सम्बन्ध हुँदाहुँदै पनि यौनी पोल्ने, दुख्ने, चिलाउने गर्छ भने पक्कै पनि तपाईको यौनाङ्गमा संक्रमण भएको हुन सक्छ जसले गर्दा तपाईको यौनाङ्ग चिलाउने, पोल्ने, दुख्ने गरेको हुन सक्छ। त्यसैले तपाईले नजिकको यौन चिकित्सक कहाँ गएर चेक जाँच गराउन होला। दुवैले श्रीमान, श्रीमती दुवैले चाहिँ चेक जाँच गराएर राम्रोसँग चेक जाँच गराउनु होला। किन भन्दा दुवैले पति पत्नीले नै चेक जाँच गराउनुपर्छ। किन भन्दा त्यो श्रीमतीको संक्रमण भएको हुनाले पुरुषको पनि सरेको हुनसक्छ। त्यसैले श्रीमानको मात्रै उपचार गराउँदा श्रीमतीलाई पनि फेरि सर्ने सम्भावना हुन्छ अनि श्रीमतीको मात्रै उपचार गराउँदा फेरि श्रीमानलाई त्यो सर्ने सम्भावना हुन्छ। त्यसैले त्यो समस्या बल्झिरहन्छ। त्यसैले दुवै श्रीमान, श्रीमतीले नै यौन डाक्टर कहाँ गएर परामर्श गरेर उपचार गर्नुहोला, जसले गर्दा तपाईको यौनाङ्गहरू चिलाउने, पोल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ। र चेक जाँच गरिसकेपछि पनि यौनीलाई सधैँ सफा राख्नुपर्छ। दिनको 2-3 पटक यौनीलाई सफा पानीले पखाल्ने, त्यसमा साबुन नलगाउनु होला र राम्रो सफा कपडाले पुस्ने गर्नुभयो भने यसरी यो चिलाउने, पोल्ने समस्या कम हुन सक्छ र राम्रोसँग उपचार गराउनु भयो भने यी समस्याबाट सधैँका लागि छुटकारा पाउन सकिन्छ। भिडियो कस्तो लाग्यो? भिडियो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई लाइक, सेयर, कमेन्ट गर्न नभुल्नु होला।